हेलो एन्ड नमस्ते। त्यसै गरी आज हामी धरान जाँदैछौँ, आफ्नो घर जाँदैछौँ निनीकोबाट। धरानको लागि निस्किसकेको छौँ हामी। ल लाग्यो धरान निनी भदै मेरो भाइसँग। भाइ कस्तो खुसी छिस् त धरान जानु पाएर, फेरि ब्याक टु ब्याक धरान जानु पाएर कस्तो छिस्? ब्याक टु ब्याक गएको कोही छैन हौ। ह्याप्पी हो? ह्याप्पी? ह्याप्पी हो। ल लाग्यो अब धरान होइन भाइ? लाग्यो धरानको यात्रा। आज यो छ जुत्ता, यो मेरो जहिलेको जुत्ता, यो प्यान्ट अनि सर्ट पनि सरी टी सर्ट, हातमा घडी, यो मेरो आजको आउटफिट यही हो। यो मास्क निकाल्नु भएको नि तपाईँले? यो त्यसो यहाँ राख्दै मैले। ल लाग्यो भाइ आइज नि, तेरो नि आउटफिट देखाइदिउँ न हौ यहाँ। मेरो भाइले चाहिँ साम्बा नेग्रो डेनिमको भेस्ट, यहाँ तल फेरि कार्गो पेन्ट जस्तै छ कि कुन पेन्ट हौ, हातमा फेरि आइफोन रिच किड, यहाँ फेरि यहाँ एन्टर स्कुटी। मेरो भाइ यो अनुहारमा त चमक्छ। धरान भनेपछि त होइन, यो स्टिल झुस लागेको कराई भन्दा बेसी चम्किरहेछ त हौ। नन स्टप बसको खोजीमा छु मेरो चाहिँ, नन स्टप बस। भर्खर इयरफोन अहिलेसम्म ननिकाल्ने भाइ। भाइ कहाँ हो? भेल कहाँ हो? पिण्डेश्वरी मन्दिर हो कि कहाँ हो? कि तलतिर जाने उता रेलवे हो कि भोटेपुल हो? ल धरान बजार आइमै। मलाई चाहिँ यहाँ भरिया बनाइरहेछ। ट्राफिक काट्नेमा यहाँ मलाई हान भन्दा फेरि 1 करोड तिराउँछु है। यस्तोमा हिँडिरहेको छु, फेरि जेब्रा क्रसिङमा हिँड्दा नि हान भन्दा फेरि म कुर्छु नि। हामी घर आइसकेको छौँ। हामी घर आइमे मेरो अङ्कल। अङ्कल के छ हालखबर? एकदम ठिक छ भाइ। हामी चाहिँ आइपुगिसक्यौँ। के छ मेरो मम्मीको हालखबर? अहिले चाहिँ मम्मी सम्झिन्छस्? घर आएपछि मम्मीलाई नसम्झिनु त। निनी निनी ल अब हामी चाहिँ माथि बिहा हो भोलि, आज यसो बोलाइराख्नु भएको छ त्यसले नै। त्यसै गरी मेरो भ्लग यहीँ अन्त्य भएको छ। अब हामी चाहिँ रेडी भएर निस्किन लाग्यौँ बिहाको लागि। मेरो भ्लग यहीँ अन्त्य भएको छ। यसै गरी भ्लग हेर्दै गर्नु होला। सी यू अगेन नेक्स्ट भ्लगमा। माया छ।